सधैँझै यो 2082 साल पनि म उस्ता समाज काठमाडौँबाट आयोजना गरिएको लोसार कार्यक्रममा क्यामेरा बोकेर आइपुगे। कार्यक्रम सुरु हुनु अघि नै तयारीको चहल पहल, मुस्कान, रङ्गीन पोसाक र संस्कृतिको सुगन्धले पुरै वातावरण नै भरिएको थियो। कार्यक्रम सुरु हुनु अघि नै नास्ताको व्यवस्था भइसकेको थियो र त्यति बेलासम्म धेरै मानिसहरू पनि आइपुगिसकेका थिए। अब हाम्रो कार्यक्रम सुरु हुन लागेको छ। र यसरी नै पालै पिलो सबैलाई आसन ग्रहण गराइन्छ र नेपाली राष्ट्रगान तथा गुरुङ राष्ट्रगानसँगै कार्यक्रमको सुरुवात हुन्छ। उस्ता समाजबाट काठमाडौँ बसोबास गर्नुहुँदैका जति पनि दाजुभाइ दिदीबहिनीहरू चेलीबेटी सम्पूर्णलाई हामी एकजुट भएर एउटा समाज गठन गरौँ भन्ने एउटा उद्देश्य लिएर यो समाज गठन गरेको हो। यस लोसार कार्यक्रममा यहाँ उपस्थित हुनुभएका सम्पूर्णलाई फेरि पनि पुनः 2082 सालको तल्लो वर्गको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना टाक्न चाहन्छु भन्दै यहाँहरू सम्पूर्णलाई मेरो छोटो मात्र यहाँ अन्त गर्न चाहन्छु। स्वागतम स्वागतम सुस्वागतम। र जमिन्द्रमान घलेज्यूबाट ज्योति प्रज्वलन गर्दै कार्यक्रम अगाडि बढाइन्छ। उहाँलाई 3 चोटि पाट औँसी गराइन्छ। यहाँ पा भनेको रक्सी हो र टोसी भनेको खुवाउने चलन। कुनै पनि शुभ कार्यको सुरुवातमा शुभ होस् भन्ने कामना सहित यसरी पाट औँसी गरिने परम्परा गुरुङ समुदायमा रहिआएको छ। फेरि उहाँलाई सम्मानजनक रूपमा क्रेगी लावाल टाउकोमा लगाइन्छ। क्रेगी भनेको सेतो फेटा र लवा भनेको लगाइने प्रक्रिया। यो गुरुङ समुदायको निकै पुरानो, मौलिक र सम्मान सूचक चलन हो। यसरी नै घोडा वर्गको सबै व्यक्तित्वहरूलाई खाता लगाई सम्मान गरिन्छ। त्यसपछि उस्ता समाजका प्रमुख व्यक्तित्वहरूले पालै पिलो आफ्नो मन्तव्य प्रस्तुत गर्नुहुन्छ। मेरो समाजका सम्पूर्ण सदस्यहरूबाट सबैलाई यो तल्लो लोसारको धेरै धेरै शुभकामना। यो असाध्यै महत्त्वपूर्ण कार्यक्रम तल्लो लोसार। यो लोसार यो चाहिँ सर्व वर्गको विदाई र घोडा वर्गको आगमनको यो स्वागत स्वरूप चाहिँ यो तल्लो लोसारको यहाँहरू सबैलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। अघि भन्दा पूर्व वक्ताले भनिसक्नुभयो, हाम्रा एउटै मात्रै गन्तव्यको दिशा के भइरहेछ भने विदेश जाने कमाएर ल्याउने। तर यो देशमा हामी पनि यो देशको शासक हो, हामीले पनि यो देशमा हाम्रो सभ्यता छ, हाम्रो संस्कृति छ, हामी पनि यो देशको नागरिक हो, यो राज्यको हरेक कदममा हाम्रो पनि उत्तिकै अधिकार छ भन्ने ढङ्गले हाम्रो समुदायलाई अगाडि बढाउन सकिरहेको छ। यो चिन्ताको विषय भएर आइरहेको छ। मैले तपाईँहरूकै गाउँमा जुन उस्ता देशीमा जुन लोड म्याली भन्ने कुरा दर्ता गरी 12.6 मेगावाटको
हाइड्रोपावर व्यवसाय सञ्चालन गरेको छु। चारजाम छत्तीसगढको फुलबारी भनेर हामीले चिन्छौँ। त्यसैले यो फुलबारीमा सबै फुलहरूलाई पक्रेको हामीले देख्न पाउँदा मात्रै हामीले सुन्दर नेपाल निर्माण गर्न सक्छौँ। सबैजनालाई विदाई गर्दै तल्लोलाई स्वागत गर्दै सम्पूर्णलाई मेरो शुभकामना भन्दै म बिदा हुन्छु। धन्यवाद। त्यसपछि सम्मानित व्यक्तित्वहरूलाई पनि सम्मान व्यक्त गर्दै प्रमाणपत्र पनि प्रदान गरिन्छ र नभन्दै खाना खाने समय पनि भइसकेको हुन्छ। हिमालको छारीमा उज्यालो बिहानी, नयाँ वर्ष ल्यायो खुसीको कहानी। घर घरमा हाँसो मनमा उमङ्ग, लोसार हो आज बढ्यो जीवनको रङ लोसारायो। साथसाथै उस्ता समाजले गर्ने समाज सेवामा अघि हात बढाउँदै केही आर्थिक सहयोग मार्फत योगदान पुर्याउनुभएका सम्पूर्ण व्यक्तित्वहरूलाई पनि प्रमाणपत्र प्रदान गरी सम्मान गरिन्छ। र हेर्दा हेर्दै समय ढल्किसकेको थियो। बेलुकाको डिनरको समय पनि भइसकेको थियो र सँगसँगै नाचगानको कार्यक्रम पनि चलिरहेको थियो। सबैजना खानाको मजा लिँदै कार्यक्रम हेर्दै रमाइरहेका थिए। र त्यति मात्रै नभएर सबैको सहभागिता देखेर म आफै चकित भएँ। सबैजना मिलेर नाचगान गर्दै रमाइलो गर्दै थिए। सायद यस्तै एकता नै हामीले कल्पना गर्ने भावना हो र सायद यही नै लोसार हो। लोसार आयो खुसीले भर्यो, लोसार लोसार हँसायो।